गाइज के छ आज पनि फ्रेसमा काम सकिरहेको छ त घर जाने बेला भयो आनन्दले हल्का छ त के छ त नि हालखबर सबै सन्चै हुनुहुन्छ आज नि है नयाँ कुरा चाहिँ सिक्यो है नयाँ कुरा के सिक्यो भन्दा चाहिँ नयाँ कुरा के भन्दा चाहिँ के भन्नु हेरेको थिएँ मैले यार आज दुई दिन यार आज पनि फ्रेसमा है हल्का आफ्नै पारामा काम सकेर बेलुका चिजु पारामा घर जाँदैछ तर आफूलाई जिते जस्तो भइरहेछ होइन सबभन्दा ठुलो कुरा पनि त्यही रहेछ है आफूले आफूलाई जित्यो भने चाहिँ सक्सेस इज देयर केटा हो कहिले हारिन्छ कहिले जितिन्छ त्यो चाहिँ छुट्टै हो तर जिन्दगीमा प्रगति चाहिँ हुने गर्दै जान्छ गरिराखेको छ अनि काम सकेर घर जाने अब आनन्दले घर गयो एकछिन एक्सर्साइज गरेँ सुत्यो होइन आफैले मोटिभेट गरेर हिँड्यो जिन्दगीमा मोटिभेसन चाहिँ हुनुपर्छ मोटिभेसन भन्दा पनि बढी डेडिकेसन चाहिँ हुनुपर्दो रहेछ होइन डेडिकेसन अनि त्यहाँभन्दा पहिला चाहिँ डिसिजन हुँदो रहेछ क्या आफूले एउटा डिसिजन लिएर त्यो डिसिजनमा हिँड्छु भन्यो भने चाहिँ मेबी वी क्यान सक्सेस एन्ड वी विल सक्सेस गाइज तपाईँ हामी सधैँ यही बाटोमा हिँड्नुपर्छ सक्सेस इज देयर आजलाई नै यति भन्न आएको ल बाँकी कुरा भोलि भनौँ ल बोल्न जान्ने नजान्ने कुराहरू चाहिँ अब बोल्दै बिस्तारै हुँदै जान्छ होइन पिआर फ्यामिली अब गल्ती भयो भने चाहिँ माफ गरिदिनु सिकाउने बाटो चाहिँ हजुरको छँदैछ लेट्स कमेन्ट वाट सुड आई डु नेक्स्ट अब यस्तै नै हिँडेर त हुँदैन प्रगति तर गर्नु चाहिँ छ गाइज मिलेर तपाईँ हामी मिलेर प्रगति चाहिँ गर्नु छ है सी यू गाइज बाई